सबैको मनमा एउटा प्रश्न उठ्न सक्छ कि देवता तथा ऋषिहरू दयालु थिए भने र सबैलाई राम्रो व्यवहार गर्दथे भने उनीहरू किन श्राप दिन्थे? के भगवान भएर तथा ऋषिहरू जस्तो विद्वान भएर पनि श्राप दिनु राम्रो कुरा हो र? हामीले प्राचीन धर्मग्रन्थ वा पुराणहरूमा देवता तथा ऋषिहरूले विभिन्न व्यक्ति तथा राक्षसहरूलाई श्राप दिएको प्रसङ्ग अथवा कथाहरू सुनेका छौँ। पक्कै पनि श्राप दिनु राम्रो कुरा भने होइन, तर भगवान र ऋषिहरूले कसैलाई पनि व्यक्तिगत रिसिवी वा बदला लिने उद्देश्यले श्राप दिँदैन थिए। यसो भन्दा तपाईको मनमा फेरि अर्को प्रश्न उठ्न सक्छ, त्यसो भने श्राप केका लागि दिइन्थ्यो त? यो कुरा थाहा पाउनको लागि यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला।